ल्याउँछु ल्याउँछु मेरी बुढी ल्याउँछु। मेरो काम अदालतमा त हुँदै होइन नि। मेरो काम त जहिले घर आउँदा बुढीलाई तरकारी र फलफुल ल्याइदिनु त हो नि। म त न्यायाधीशै होइन नि, म त तिम्रो फाल्तु कुकुर हो। अब फोन राख है, म ल्याइदिउँला। सर तपाईँ कुकुर पो हो? तँलाई किन चाहियो? 3 दिनदेखि मेरो दराजको चाबी हराइरहेको थियो, तपाईँले सुगेर पत्ता लगाइदिनुहुन्छ कि भनेर। पिए होस्, पिए भएर नै बस। बस्न त कुर्सी नै हुनु पर्यो नि, खाली उठाइराख्छ बस रे। अनि तिमीहरूको केस के हो? मैले यसलाई मुद्दा हाले। मैले नि यसलाई मुद्दा हाले। यसको मतलब दुईटैले एकअर्कालाई मुद्दा हाले। एउटाले अर्कोलाई मुद्दा हाले, अर्कोले एउटालाई मुद्दा हाले भनेपछि एकअर्कालाई मुद्दा हाले त भयो नि। मैले नि त्यही भने त हो नि। अनि किन मुद्दा हाले नि? मेरो जग्गाको 2 फिट जति भागलाई उसको जग्गा भन्छ अनि। होइन, त्यो मेरो जग्गाको भाग हो। होइन, मेरो हो। मेरो चाहिँ हो। मेरो चाहिँ हो। मेरो हो भने अर्डर अर्डर। खोइ हम्मरै छैन त। ओइ हम्मर खोइ। कस्तो हम्मर? भित्तामा किला ठोक्ने हम्मर। अदालतको भित्तामा जथाभावी किला ठोक्न तपाईँलाई लाज लाग्दैन? यहाँ टेबुलमा हुने गरे हम्मर चाहिँ खोइ भने क्या? ए त्यो त पल्लो स्कुलको पाले दाइले दे। के रे कसलाई दिया रे? अस्ति पाले दाइ आएर स्कुलमा घन्टी बजाउने हम्मर हरायो। अब प्रिन्सिपलले मलाई मार्छ होला भनेर रुन थाले। अनि मलाई नि दया लाएर आयो अनि यहीँको हम्मर दिएर पठाइदिए। मेरो टाउको पनि काटेर ल्याए भए हुन्थ्यो नि, घन्टी बजाउन काम लाग्थ्यो। त्यो बेला तपाईँ घर गइसक्नु भइथ्यो नि त। ल अब बढी नबोल, खुरुक्क गर हम्मर लिएर जा। तपाईँलाई चाहियो कि मलाई चाहियो? तैँले द्या कि मैले द्या? कस्तो दिया नि? त्यो पाले दाइले हम्मर चाहिएर यहाँ आए, अब तपाईँलाई चाहिन्छ तपाईँ त्यहाँ जानु। नियम सबैको लागि बराबर हुन्छ, चाहे त्यो कुनै भुस्तिग्रे न्यायाधीशै किन नहोस्। पख तँलाई नियम कानुन के हो पछि सिकाउँछु। सिकौलास मुला तकले। तालु सर, केसको बारेमा नि केही कुरा गरौँ न। मलाई तालु भन्ने होइन, श्रीमान भन्। केटालाई कसरी श्रीमान भन्नु? व्रत नबोल है टुप्पी। मेरो त टुप्पी भने नि छ, तपाईँको त त्यो पनि छैन। केसको बारेमा नि केही कुरा गर्ने कि? ल अब केस लड्न तिमीहरूको वकिललाई बोलाओ। वकिल सोकिल छैन। अनि केस लड्न वकिललाई बोलाउनु पर्दैन? वकिललाई तिर्ने पैसा चाहिँ तेरो बाउले दिन्छ। वकिलै नभएपछि केस चाहिँ कसले लड्छ त? हामी आफै लड्छौँ। ल लड्न त लड। यसले मेरो 2 फिट जग्गा चोर्न खोजिरहेछ। होइन होइन तालु अङ्कल, यसले चाहिँ मेरो जग्गाको 2 फिट जति भाग चोर्न खोज्या हो। मलाई श्रीमान भन, अङ्कल होइन। ल तालु श्रीमान। तालु पनि नभन। अनि के भालु भन्नु त? बढी बोल्ने होइन। अब दुवैजनाले प्रमाणको लागि आफ्नो लाल पूर्जा अनि अरू डकुमेन्ट्स ल्याओ जाओ। मेरो त भुइँचालोले पुरेर हरायो। मेरो त झन् आग लागि भएर डढो। के रे के भरे? जे सुनिस् त्यही भो नि। अनि जग्गा तिमीहरूकै हो भन्ने के प्रमाण छ त? मैले 3 वर्ष अगाडि त्यो जग्गामा काउली रोपी थिएँ। मैले नि 2 वर्ष अगाडि त्यो जग्गामा मल छरी थिएँ। यस्ता पाइन तुइका प्रमाणले कसको जग्गा हो भन्ने पत्ता लाग्छ? किन लाग्दैन? लागेन भने तेरो टाउको काटेर भलिबल खेल्छु। म पनि 1-2 सट हान्छु है मित्र। हुन्छ मित्र हुन्छ। मलाई त तिमी पो न्यायाधीश हुनुपर्छ जस्तो लाग्यो त। के गर्नु र मित्र, त्यो बेला आफूसित घुस दिने बजेट 1 लाख मात्र थियो, योसित 1 करोड रहेछ। त्यही भएर यो न्यायाधीश, म यसको पिए। चुप्लाक। ओइ टुप्पी, तेरो जग्गा कति आना छ? 5 आना। अनि तेरो? 6 आना। त्यसो भए त त्यो भाग्यो टुप्पीलाई दे, लगभग उति हुन्छ, ब्यालेन्स पनि मिल्छ भइगयो नि। तेरो बुढीको वेट मेरो बुढीको भन्दा धेरै छ रे। अब तैँले तेरो बुढीको मासु काटेर मेरो बुढीलाई दिन्छस्? दिन त पाए हो नि, तर के गर्नु मिल्दैन। अनि जग्गा चाहिँ कसरी मिल्छ त? सही भन्यौ मित्र, सही भन्यौ। हेर्नु तालु श्रीमान, मलाई अरू कुरो थाहा छैन। त्यो जग्गाको भाग मेरै हो र मेरै हुनुपर्छ, नत्र तपाईँको कपाल कहिल्यै नउम्रियोस् भनेर शराप दिन्छु नि। तँ जाँठोले सरापे नि नसरापे नि कपाल उम्रिँदैन क्यारे? किन हार्पिकले नआउनु भइथ्यो र? त्यो तेरो चासोको कुरा होइन। चासोकै कुरा गर्ने भए मेरो पुरै जग्गा फिर्ता चाहियो नि त मलाई। त्यो जग्गाको भाग तेरै हो भन्ने अलि बलियो प्रमाण लिएर न। अब बलियो प्रमाण त के हुनु नि? 8 वर्ष अगाडि एउटा खड्गबहादुर भन्ने दलेबाट जग्गा किने थिएँ, फसायो जस्तो छ त्यसले। मैले नि मेरो जग्गा त्यही दलेबाट त किने हो नि। मतलब कि यो समस्याको कारण त्यही खड्गबहादुर भन्ने दले रहेछ। हामीलाई नि थाहा भइसक्यो, बढी नबोल। त्यो दलेको फोन नम्बर भए फोन गर त। फोन नम्बर त छैन, तर त्यो मेरो मेसेन्जरमा एड छ, म कल गर्छु है त। ओइ जा त त्यो कललाई हाम्रो स्पिकरमा लगा। हेलो, त खड्गबहादुर बोले हो? अरे ओ पागल, म नेपालमा हुँदा मेरो नाम खड्गबहादुर थियो, तर म अहिले धेरै पैसा कमाएर युएसए पुगिसके, त्यसैले मेरो नाम खड्ग हो। साला त मामुली दलेको यत्रो फुर्ती। दलाली पेसा मामुली पेसा होइन, बुझिस्? तेरो 10 पुस्ताले कमाउन नसक्ने पैसा म 10 वर्षमै कमाउन सक्छु, त्यसैले मलाई डिस्टर्ब गर्ने होइन। अबदेखि मसँग कुरा गर्न चाहन्छस् भने पहिला मेरो म्यानेजरसँग अपोइन्टमेन्ट लिने, अनि 2-4 दिन कुर्ने र फालो आएपछि कुरा गर्ने। एन्ड इम्पोर्टेन्ट थिङ, कुरा गर्दाखेरि खड्ग सर भनेर बोलाउने। ओके, बाई बाई।
सुन्यौ नि तिमीहरूलाई अनि तिमीहरू जस्ता धेरैलाई चुना लगाएर अमेरिका गएर बसेर छ डाम्नु। अब यहाँबाट केही हुँदैन, तिमीहरू पुलिसकोमा जाओ अनि अरू प्रोसेसहरू फलो गराओ। मतलब कि मैले न्याय पाउँदिन? यो आलु जस्तो अदालत हो नि त मित्र, जज पनि आलु जस्तो, जजको टाउको पनि आलु जस्तो। झन् त्यहाँमाथि एक हम्मर हान भने त अर्को आलु निस्किन्छ फेरि।